हेलो गाइज, आज हामी चाहिँ नारायणथान डाँडामा जाने प्लानिङ भइरहेको छ। म तपाईँहरूलाई आजको डेली भ्लग अब सधैँ नै हाम्रो भ्लग आउँछ होइन। मलाई धेरैजनाले रिक्वेस्ट पनि गर्नुभएको थियो र मैले भिडियो बनाउँदाखेरि पनि धेरैजनाले हाल्नु भन्नुभयो होइन। त्यही आधारले चाहिँ मैले त्यही कुरालाई चाहिँ अब फलो गर्दै भ्लग बनाएको छु। आज चाहिँ हाम्रो नारायणथान डाँडा घुम्ने प्लानिङ छ मेरो साथीको। अहिले चाहिँ हामी यहाँ बाटोमा चिया खान भनेर आएको छौँ, लाइक यहाँनिर होइन, यो ठाउँमा। यस अझ आजको भ्लग चाहिँ म तपाईँहरूलाई देखाउँछु होइन यसमा, अनि इन्जोय गर्नु होला। म आज चाहिँ अलिअलि मिलाएर तपाईँलाई सकेसम्म राम्रो एक्सपिरियन्स दिने प्रयास गर्छु है। ल लेट्स गो। भने चिया खान अब चाहिँ हामी चिया खान जान्छौँ। चिया चाहिँ खानै पऱ्यो, दिनमा एकछिन चिया खाएन भनेदेखि त काम लाग्दैन नि त, क्या बिरामी पर्छ के। ल एम्बियन्स राम्रो छ यहाँनिरको होइन। म र साथी यहाँ भित्रको पनि साथी, त्यसपछि हाम्रो गुच्ची यता तिमी त जहाँ पनि चाट्छौ यार, चाटिहाल्ने तिम्रो बानी। ल यो चाहिँ हाम्रो डग कस्तो लाग्यो ल भन्नुहोस् है। पोमोरियन है, गुच्ची है नाम, डग भन्न नि मिल्दैन, गुच्ची भन्नुपर्छ। ल साथीसँग छु, चिया खाने भनेर गएका छौँ। ल म तपाईँहरूलाई बाटोमा बनाएर पछि अपडेट गर्दै गरौँ ल। हामी चाहिँ अब चिया खान भनेर मैले अब रेनकोट खोल्दै गरी भएर चिया स्पोर्ट। ओके गाइज, किप वाचिङ है। सो या ओके गाइज, अब हाम्रो चिया पनि आइसकेको छ। साथीसँग छु, हाम्रो यहाँ पोमो यता हेर, यता चिया लाज लाग्छ ए क्यामेरामा। ल गाइज चिया पनि नेक्स्ट छु। चाटिहाल्छ क्या यो, मैले ट्रेनिङ दिएको छु नचाट्नु भनेर है। चाट्नु हुँदैन होला नि भएर बस्नुपर्छ है। अब हामी माथि नारायणथान जान्छौँ डाँडामा, तिमीलाई पनि लिएर जाने। तिमी पनि नघुमेको धेरै भयो, तिमी पनि बाहिर आउटडोर नगएको धेरै भयो, तिमीलाई पनि मन लाग्ला, तिम्रो पनि मन होला होइन त गाइज। ल होइन कमेन्ट गर्नु ल गाइज, कस्तो छ हाम्रो गुच्चीलाई चाहिँ कति होइन, आउट अफ 100 कति दिनुहुन्छ ब्युटिफुलमा गाइज। ल यस्तै हो। अब अगाडि चाहिँ अब अगाडिको चाहिँ अब हामी अब निक्लेपछि अपडेट गरौँ तपाईँहरूलाई। मैले यहाँबाट हामी निक्लेपछि हामी छिटो अपडेट गर्छौँ, अनि नारायणथान पुगेपछि नेक्स्ट डे भ्लग बन्छ आज। ल गाइज चिया खाएको ठाउँमा होइन एउटा मैले राम्रो कुरा चाहिँ के देखेँ भन्दाखेरि हामीसँग यहाँ फिडब्याक फर्म छ क्या। ल हेर्नुहोस् यतिको चाहिन्छ क्या, किनभने कस्टमर सर्भिस गरिसकेपछि फिडब्याक भन्ने कुरा चाहिँ कस्टमरले चाहिँ कसरी लिइरहेको छ भन्ने कुराको जानकारी भयो गाइज। ल यसो अलिकति डाँडाको माथि हामी उकालो चढ्छौँ, त्यसपछि फेरि अपडेट गरिरहन्छु। यही गाइज मेरो अब डार्लिङ। यसो कहीँ राइडमा जानु पऱ्यो भनेदेखि चाहिँ यसमै हो मेरो कान्छी बुढी।
बाटो त फेरि गाइज होइन यस्तै यस्तै छ। अब पिजो सर्ट हानेर हो ल टु बी कन्टिन्यू। गुची सँगसँगै गइरहेछ हामीसँगै रमाइलो छ। गुची गुची बेबी ल हेर्नुहोस् आज गुच्चीको पनि आज टुर नेक्स्ट लेभल जाला जस्तो छ टुर आज। हामी जङ्गलको बाटो पुग्यौँ यहाँ यस्तै छ हेर्नुहोस् होइन। नारायणथानको बाटोमा जे देखियो गुराँस होइन ल ट्याक्कै ओ माइ गड ल मजा आउँछ नि कस्तो मनपर्छ क्या सिटी है। ल गाइज अब हामी चाहिँ यहाँभन्दा माथि नजाने यहाँ चाहिँ राम्रो यहाँसम्म आइपुग्यौँ हामी। समयको पनि ख्याल गर्नु पऱ्यो समय पनि छैन अहिले चाहिँ नि बसाउनै गाह्रो यहाँ हेर न यहाँ कुखुरादेखि लिएर चुप 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 ल गाइज यहाँबाटको भ्यू दामी हुन्छ होइन। हामीले सबै हेरेर यहाँ टक्कसँगले भ्यू हेर्नु भनेर ल हेर्नुहोस् सँगसँगै तपाईँहरू पनि हेर्नुहोस् यहाँको भ्यू छैन त गाइज नेक्स्ट लेभल ट्याक्क लाएर बादलले गर्दाखेरि होला त्यो सनसेट चाहिँ अलि देख्न पाइएन त्यही पनि हेरौँ क्लियर भयो भनेदेखि अलिकति पानी पर्न लाग्यो त्यही भएर पनि हो। तर जे होस् हामी यहाँ पुगेपछि बल्ल पानी पर्न लाग्यो कि हाम्रो साथ दिएको पानीले चाहिँ आज चाहिँ जहिले धोका दिन्थ्यो जहिले निस्किने बेलामा पानी पर्ने आज चाहिँ ठाउँमा पुगेपछि पानी परेको छ। हामी यहाँ आइसकेका छौँ यहाँबाट माथि हामी सायद जाँदैनौँ पनि होला। गुच्चीलाई त बचाउनै गाह्रो यहाँ त पुरा एकदम यहाँ त अरू अरू कुकुरहरू सबै एक्साइटेड छन् यहाँ है। माथिदेखि तल सबजनाले भुकिरहेको छन् गुच्ची देखेर। कतिजना क्रस भयो होला नि त गुच्ची हामी बाटोमा आउँदा आउँदै अब फिमेल हो कतिजना त मनमै ढुकढुक भयो होला होइन क्रस भयो होला गुच्ची यहाँ देखेर यहाँ गुच्ची गुच्ची चुपचाप छ है। झम्लिनु पर्यो भने त म पनि झम्लिन्छु भन न नदेको पो हो त मलाई समातेको पो हो त नभए त म पनि हिरो हो नि भन न गुच्ची। चुप कति पुगेको मुख पुग्दैन भित्ती यहाँ त यार नेक्स्ट लेभल पुग्नु थाल्दियो पानी पनि ठ्याक्कै पर्नु लाग्यो। ए हेलमेट 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 जोगाउनु पऱ्यो हेलमेट। ल गाइज स्टे ट्युन है ट्याक्क लाएर यही हो भ्यू यही हो पानी पनि पर्न थाल्यो केही छैन। यहाँबाट वेदर चाहिँ चिल छ क्या वेदर चाहिँ चिल छ दारू खाने वेदर छ होइन। तर अब त्यति खाइँदैन होइन नभए त वेदर दारू खाने खालको वेदर छ गाइज हेरौँ न क्या ल। अनि यो हो नि त प्याराडाइज क्या लाइक वी आर इन प्याराडाइज ल कन्टिन्यू हान्दा छ आमा गुच्चीलाई कतिजना कुकुरले हो एट्याक गर्ने तर हामी दिन्नौँ नि गुच्ची भने गुच्ची हो नि। ल गाइज अब हामी क्यामेरा बन्द गर्छौँ चिया खान्छौँ सनसेट हेर्छौँ अनि फर्किन्छौँ। आजको भ्लग चाहिँ सायद यो लास्ट क्लिप हुनसक्छ नभएदेखि हेरौँ। साँझै मजाले परिसक्यो पानी पनि परिरहेको छ डाँडामा हामी चाहिँ अब यसो घुम्न आएको रेनकोट माथिको छ तलको छैन पानी पर्छ भनेर यस्तरी पर्छ भनेर पनि सियर थिएन त्यत्तिकै आएको त्यत्तिकै अब त यहाँ अब त्यत्तिकै फसिने भयो यार केही छैन। यहाँको भ्यू चाहिँ फसे पनि फस्ने लायकै छ नि त जस यतिखेरको भ्यू चाहिँ यहाँबाट 6 फुट 6 भयो बवाले छ।
मैले कुरा गरेँ। मेरो प्रमिस चाहिँ के छ भन्दाखेरि सबैले सब्सक्राइब गर्नु हेर्ने जतिले मेरो प्रमिस हुन्छ। मेरो प्रमिस तपाईँकै प्रमिस। अब प्रमिसै दिइसकेको त सब्सक्राइब गर्नु परेन गाइज। केही छैन, सब्सक्राइब गर भलो हुन्छ, त्यसको ग्यारेन्टी म लिन्छु परेको मुभीहरूलाई। स्टे ट्युन गाइज, लभ यु अल। ओके गाइज, ल अब हेर्नुहोस् हाम्रो यहाँ काठमाडौँको भ्यू नारायणथान डाँडाबाट नेक्स्ट लेभल छ नि त गाइज। हामी चाहिँ आधी बाटो आइपुग्यौँ होइन, ट्याक्कसँगले। ल हेर्नुहोस् त, राति अब सबै होइन हरेक घरमा अब थैथेरेको छ नि त बत्ती। टक्क यहाँ त आकाशको तारा माथि तल के अरे धरतीमा देखा जस्तो भइरहेछ गाइज। नेक्स्ट लेभल छ, नेक्स्ट लेभल। गुच्ची पनि मक्क छ त्यहाँ रोपेको, घुम्न पाएँ आज मस्तले। चिलमा छ गुच्ची पुरै टन्न खायो। टक्कसँगले हान्यो अब बिजुली गिरी भयो गाइज। अब चाहिँ यहाँनिर फ्युचर मैले डाक देखेँ होइन, यहाँ बस्नुहुन्न। अब यसो गइन्छ गाइज तलतिर, रोकेको भएर मैले यहाँ ट्याक्क देखाइहालेँ नाइट भ्यू पनि होइन। टक्क तपाईँहरू यहाँ नभए पनि होइन के छ र, हेर्नुहोस् न यहाँको भ्यू। यहाँ यसबाट हेर्दा पनि भइगयो नि होइन, हेर्ने त हो, फिल लिने त हो। दामी क्या अब सट्टसँगले एकछिन रोकिएको हाम्रो गाइस। केही पनि देखिँदैन होइन, अब यहाँ त होइन पुरै अब अँध्यारै भइसक्यो। त्यही भएर यति भन्दै अब हामी अगाडि बढ्दैछौँ है त गाइस। हेरौँ कतिखेर पुग्छौँ हामी। Blueberry.